घना जंगलको बाटो हुँदै कुरीतर्फ अगाडि लाग्यौं। कम्तीमा 2-3 किलोमिटर बाटो कच्ची थियो। फाइनल्ली हामी कुरी भिलेज आइपुग्यौं कालिम्पोङको। बिहान भीमसेन दर्शन गरेर अब चाहिँ हामी हाम्रो होटलतर्फ लाग्दैछौँ है त। हामी पुग्दा कुरी सुनसान थियो। विशेष गरी हिउँ परेको बेला भरिभरा हुने यो कुरी अहिले फाटफुट्ट मानिस आउने रहेछन्। समुद्री सतहबाट करिब 3800 मिटरको उचाइमा अवस्थित छ कालिन्चोक भगवती। कालिन्चोक भगवतीको बारेमा केही किम्वदन्ती प्रचलित छन्। परापूर्व कालमा कुतीबाट खासा हुँदै भेडा ल्याउँदा कालिन्चोकबाट नै ल्याउनु पर्दथ्यो रे। यहाँ आइपुग्दा 7वटा भेडा हराएका थिए रे। त्यसपछि गोठालाहरू कामेर बग्दै अबिर केसरी र भेटी चढाएपछि भेडा हराउन छोडेको जनविश्वास रहेको छ। त्यसपछि कालिन्चोक भगवतीलाई मान्ने क्रम सुरु भएको स्थानीय बताउँछन्। स्कन्द पुराणमा कामचाल गिरी हिमवत खण्डमा हिमालय पर्वत र काली पुराणमा कलिङ्जर भनेर उल्लेख भएको ठाउँ नै कालिन्चोक हो भन्ने किम्वदन्ती पनि सुन्न पाइन्छ। उनीहरूका अनुसार 3000 वर्षसम्म तपस्या गरेर पार्वतीले राक्षसलाई मारेको स्थान नै कालिन्चोक हो पनि भनिन्छ। भूगोलको हिसाबले हेर्दा कालिन्चोक भिरमा देखिन्छ। वरपर डाँडै डाँडा छन्, बीचमा कुरी बजार छ। कुरी बजार बनेको पनि धेरै भएको छैन। बिस्तारै पर्यटकको चहल पहल बढ्दै गएपछि यो बजार बन्दै गएको हो। सन्ध्यामा कालिन्चोक निकै मनमोहक थियो। परपरसम्म देखिने क्षितिज, गगनचुमी पहाडतिरबाट विदाई हुँदै गरेको सूर्यास्त सबैले कालिन्चोक कुरीलाई झनै सुन्दर बनाएका थिए। हामी त्यस दिन कुरीमा होटल मिस्ट माउन्टेनमा बसेका थियौँ। साँझमा आउनुभएका पाहुनाहरूले निकै रमाइलो गर्नुभयो।